नमस्कार अभिभावक मित्रहरू। यदि हजुरहरूको छोराछोरीमा जिद्दी गर्ने, भनेको नमान्ने, झगडा गर्ने, वाद विवाद प्रतिवाद गर्ने खालको स्वभाव छ र यसले यहाँहरूलाई अप्ठ्यारो पारिरहेको छ भने त्यसको व्यवस्थापनमा जानुभन्दा अगाडि त्यसको कारण थाहा पाउनु चाहिँ महत्त्वपूर्ण हुन्छ। किनभने कुनै पनि व्यवहारको पछाडि कारण हुन्छ। पहिलो कुरा, हजुरहरूले आफ्ना छोराछोरी कुन उमेरका हुन् भनेर पनि ख्याल गर्नुपर्छ। यदि उनीहरू साना छन् भने फरक खालको स्वभाव देखिन सक्छ, कारण फरक हुन सक्छ। यदि उनीहरू 9 वर्षदेखि 18-19 वर्षका छन्, किशोर अवस्थामा प्रवेश गरिसकेका छन् भने त्यसको पछाडिको कारण फरक हुन सक्छ। यदि तपाईँका छोराछोरीहरू किशोर अवस्थामा प्रवेश गरिसकेका छन् भने यो उमेर भनेको परिचय खोज्ने उमेर हो। म को हुँ भनेर जान्न खोज्ने उमेर पनि हो भने उनीहरूले स्वतन्त्रता चाहिरहेका हुन्छन्। उनीहरू आफ्नो अधिकारको प्रयोग गर्न चाहन्छन्, आफ्नो शैली, आफ्नो स्वभावलाई प्रयोगमा ल्याउन चाहन्छन्। त्यसै गरी यो उमेरमा चाहिँ उनीहरूको शरीरमा विभिन्न रासायनिक परिवर्तन भइरहेको हुन्छ, हर्मोनल परिवर्तन भइरहेको हुन्छ। यसले उनीहरूको मनस्थितिमा छिनछिनमै परिवर्तन आइरहेको हुन्छ। छिनमै रिसाउने, छिनमै तपाईँको झर्कने खालको, छिनमै खुसी हुने खालको स्वभाव देखिन सक्छ। भने अझ महत्त्वपूर्ण कुरा भनेको उनीहरू साथीहरूसँग बढी रमाउन चाहन्छन् र साथीहरूले भनेको कुरालाई महत्त्व दिन्छन् बाबुआमाले भनेको कुरालाई भन्दा। त्यसै गरी उनीहरूले आफ्नो कुरा, आफ्नो स्वभाव, आफ्नो कामलाई बाबुआमाले टिप्पणी गरिदिउन्, त्यसमा बाबुआमाले सहमति जनाइदिउन् भन्ने चाहन्छन्। तर बाबुआमाले सहमति जनाइदिएनन्, उनीहरूका कुरा सुनेनन्, सही थापिदिएनन् भने त्यति बेला उनीहरूले जिद्दी गर्न सक्छन्, प्रतिवाद गर्न सक्छन् र आफ्ना मनका कुरा सुन्ने मान्छेलाई मन पराउने, बाबुआमालाई व्यवस्था गर्ने सम्मका स्वभावहरू देखिन सक्छन्। कहिलेकाहीँ त उनीहरू घरै छोडेर पनि जान सक्छन्। तर कहिलेकाहीँ यस्तो खालको स्वभाव देखियो भने यो सामान्य कुरा हो भनेर लिनुपर्छ। तर बारम्बार यस्तो स्वभावहरू देखिन थाल्यो, हरेक दिन जस्तो यस्तो स्वभावहरू देखिन थाल्यो भने चाहिँ यो समस्या हो भनेर पनि थाहा पाउनुपर्छ। कतिपय बालबालिकाहरूमा त यस्तो खालको स्वभावले घरै छोड्ने, विद्यालय नै छाड्ने र मनोसामाजिक समस्या नै विकसित भएर जाने र मनको चित्त, मनको कुरा बुझाउनका लागि उनीहरूले लागु पदार्थ दुर्व्यसनीमा समेत लाग्न सक्ने सम्भावना हुन्छ। त्यसो भएको भएर अभिभावकले छोराछोरीलाई दोष लाउनु भन्दा त्यसको पछाडिको कारण थाहा पाएपछि मात्रै व्यवस्थापनमा जानु चाहिँ उपयुक्त हुन्छ।